ल है मित्रहरू, अफिस जानुभन्दा अगाडि एउटा सानो यो अहिलेको परिवेशलाई समेटेर सानो गीत जस्तो बनाउँदैछु है। कस्तो छ सुनौ। राजा फाल्नेले राजा फाले, राजा ल्याउनेले ल्याउने होला। व्यवस्था व्यवस्था भन्दै कराउनेहरूले ब्योरा चाहिँ सुधार्नु पर्छ जस्तो लाग्छ मलाई। राजा फाल्नेले राजा फाले, राजा ल्याउनेले राजा ल्याउने होला। अब व्यवस्था व्यवस्था भन्दै कराउनेहरूले ब्योरा चाहिँ सुधार्नु पर्छ जस्तो लाग्छ मलाई। आफ्नो ब्योरा चाहिँ सुधार्नु पर्छ जस्तो लाग्छ मलाई। कसले के फाल्ने हो फाला है, कसले के फाल्ने हो फाला है, कसले के फाल्ने हो फाला है, कसले के ल्याउने हो ल्याऊ। जान्ने बुझ्ने हो के गर्छौ गर है, तर नगर धेरै ज्याउ। भाषण र आसन, आसन र भाषणले बिग्रेको देशमा श्रमदान गर्नुपर्छ जस्तो लाग्छ मलाई। आसन र भाषणले बिग्रेको देशमा श्रमदान गर्नुपर्छ भन्छु म त। असिन र पसिन हस्याङ र फस्याङ श्रमदान गर्नुपर्छ भन्छु म त। असिन र पसिन हस्याङ र फस्याङ श्रमदान गर्नुपर्छ भन्छु म त। एक इन्च माटो पनि देशको एक इन्च माटो पनि पसिनाले सिंचित गर्नुपर्छ भन्छु म त। उत्पादन नगरी रोजगारी हुँदैन, समृद्धि आउँदैन, यो कुरा बुझ्नुपर्छ भन्छु म त। उत्पादन नगरी श्रम नगरी समृद्धि आउँदैन। गफको भरमा, भाषणको भरमा, कुराको भरमा, बहसको भरमा समृद्धि आउँदैन, यो कुरा चाहिँ बुझ्नुपर्छ भन्छु म त। राजा फाल्नेले राजा फाले, राजा फाल्नेले राजा फाले, राजा ल्याउनेले ल्याउने होला। अब व्यवस्था व्यवस्था भन्दै कराउनेहरूले आफ्नो ब्योरा चाहिँ सुधार्नु पर्छ जस्तो लाग्छ मलाई त। ब्योरा व्यवस्था व्यवस्था भन्दै कराउनेहरूले आफ्नो ब्योरा चाहिँ सुधार्नु पर्छ जस्तो लाग्छ मलाई त। कसले के फाल्ने हो फाला है, कसले के फाल्ने हो फाला, कसले के फाल्ने हो फाला है, कसले के ल्याउने हो ल्याऊ। जान्ने बुझ्ने तिमीहरू नै छौ, के गर्छौ गर, तर नगरिरहौ धेरै झ्याउ। ल मित्रहरू, यो छ है। थ्याङ्क यू।